अब म तपाईहरुलाई आज क्वेशन नम्बर 10 मा आउने हाम्रो बुकबाट चाहिँ आउन सक्ने सम्भावित प्रश्नहरु म भनिदिन्छु। जसरी क्वेशन नम्बर 1 मा के सोधेको छ भने क्याल्कुलेट द क्याश पेड टु क्रेडिटर भनेर सोधेको छ। टोटल पर्चेज कति गरेका छौं हामीले 12 लाख को। 12 लाख मध्ये इयर 1 मा क्रेडिटर 40,000 छ, इयर 2 मा क्रेडिटर 1,20,000 छ। जति इन्क्रिज भएको छ त्यति यहाँबाट घटाइदिने। यहाँबाट 40,000 हामीले घटायो भने 11,60,000 क्याश पेड टु क्रेडिटर आउँछ। बात खतम है। क्रेडिटर जति इन्क्रिमेन्ट भएको छ त्यति यहाँबाट घटाउने, त्यति यहाँबाट घटाउने। यो किन भयो भने जसरी पर्चेज भनेको त माइनसमा हो नि त, हामीले पैसा तिर्नुपर्ने हो। अनि यो लायबिलिटी बढ्यो भने प्लसमा आयो र 11,60,000 आउनेछ है। माइनस प्लस भएर 11,60,000 आयो। सेकेन्डमा पनि त्यही छ, क्याल्कुलेट द क्याश पेमेन्ट टु क्रेडिटर इन सेकेन्ड इयर भन्दैछ। सेम टु सेम छ। पर्चेज 3 लाख को गर्यौं, 3 लाख को पर्चेज भयो भने माइनसमा आयो। इयर 1 मा चाहिँ 20,000 छ, इयर 1 मा हेर 20,000 छ, इयर 2 मा चाहिँ 30,000 छ। 20,000 ले इन्क्रिमेन्ट भयो भने लायबिलिटी इन्क्रिज भयो। 10,000 प्लसमा लेख्ने र 10,000 प्लसमा लेख्ने। 10,000 प्लसमा लेखिसकेपछि के भयो त, यो 3 लाखबाट 10,000 घट्यो भने 2,90,000 आयो। क्वेशन नम्बर 8 हेरौं। फ्लोइङ द फ्लोइङ इन्फर्मेसन क्याल्कुलेट द क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी अन्डर इन्डाइरेक्ट मेथड भन्दैछ। सबभन्दा पहिला इन्डाइरेक्ट मेथडबाट बनाउँदाखेरि नेट इन्कम कति लेखे, 1,40,000। इन्क्रिज इन करेन्ट एसेट र नन अपरेटिङ एक्सपेन्सेस छ। नन अपरेटिङ एक्सपेन्सेस यहाँ एड गरिन्छ। एड नन अपरेटिङ एक्सपेन्सेस भन्ने, नन अपरेटिङ एक्सपेन्सेस कति रुपैयाँ छ, 40,000 छ। र यसरी जोड्दाखेरि यहाँ कति आयो, 1,80,000 आयो है। 1,80,000 आयो। र इन्क्रिज इन करेन्ट एसेट भनेको छ, इन्क्रिज इन करेन्ट एसेट। करेन्ट एसेट इन्क्रिज कतिले भएको छ, 80,000 ले। 80,000 केमा आयो, माइनसमा लेख्ने। र यहाँनिर कसरी के आयो, क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी। क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी भनेर 1 लाख रुपैयाँ आएको छ है। त्यसैगरी क्वेशन नम्बर 9 पनि इम्पोर्टेन्ट छ आउला। 10 पनि सेम नै भइहाल्यो, 11 सेम भइहाल्यो। अनि 12 मा के भनेको छ भने अमाउन्ट पर्चेज अफ फ्लोइङ द इन्फर्मेसन भन्छ। अमाउन्ट पर्चेज अमाउन्ट निकाल्ने छ। यहाँनिर ठ्याक्कै यहाँ कस्ट अफ गुड्स सोल्ड कति दिएको छ, 8,60,000। ओपनिङ इन्भेन्ट्री पनि छ, क्लोजिङ इन्भेन्ट्री पनि छ। तपाईले पर्चेज अमाउन्ट निकाल्नुपर्ने हुन्छ है। पर्चेज अमाउन्ट निकाल्नुपर्ने हुन्छ। ल त्यसैले 13 पनि इम्पोर्टेन्ट छ, तपाईहरुले बनाउँदै गर्नु होला। र यति क्वेशन गरायो भने ठ्याक्कै तपाईको यही होला।